नमस्कार सम्पूर्ण तपाईलाई धेरै धेरै धन्यवाद र म एज ए बोर्ड अफ डाइरेक्टर है सिक्किम प्रिमियर लिगको र आज तपाईलाई भन्न जाँदाखेरि हाम्रो यो थर्ड एडिसनको ओपनिङ सेरेमनी चाहिँ हामीले यसपालि नाम्ची भाइचुङ स्टेडियममा गर्न गइरहेछ किनभने हामीले टु एडिसन माथि गान्तोकमा हामीले ओपनिङ गर्यौं र यसपालि हामीले नाम्चीमा गर्न गइरहेछ र यो चाहिँ हाम्रो सम्माननीय मुख्यमन्त्री साहबकै आदेशमा हामीले यसपालि नाम्चीमा गर्नु गएको र हाम्रो यसपालि ओपनिङ सेरेमनीमा चाहिँ हामीले जति पनि हाम्रो यसपालिको चिफ गेस्ट हाम्रो सम्माननीय मुख्यमन्त्री साहब हुनुहुन्छ है श्रीमान प्रेम सिंह तामाङ गोले सर र उहाँको साथमा हाम्रो स्पिकर डिप्टी स्पिकर र जति पनि हाम्रो मिनिस्टर्सहरू र एमएलएज अनि हाम्रो चेयरपर्सन एडभाइजर र जति पनि एचओडीहरू हुनुहुन्छ है उहाँहरू आउनुहुँदैछ आजको यस ओपनिङ सेरेमनीमा। यहाँनिर हाम्रो अब तपाईलाई यादै भएको नाम्चीमा हाम्रो नाइट म्याच हुन सक्दैन किनभने यहाँनिर लाइटको हाम्रो फ्लड लाइटको यहाँ प्रब्लम छ यहाँ लगाएको छैन अहिलेसम्म सो त्यसले गर्दाखेरि हाम्रो यहाँ नाम्चीमा हाम्रो नाम्ची र गान्तोकमा सँगसँगै हुन्छ तर नाम्चीमा चाहिँ हाम्रो डे टाइममा हुने म्याचेसहरू छ 1:30 देखि हाम्रो स्टार्ट हुन्छ अरू म्याचेसहरू ओपनिङको बादमा चाहिँ र त्यसले गर्दा गान्तोकमा हाम्रो म्याक्सिमम म्याच यसपालि चाहिँ हामी नाइटमा पनि हामी सोचेको छौँ किनभने हामी त्यहाँ फ्लड लाइटको हाम्रो सुविधा छ र किनभने चाहिँ त्यहाँनिर अब हामीले नाइट म्याच गर्न सक्यो भने चाहिँ अब अरू डिपार्टमेन्टकोहरू है जसको चाहिँ अब आफ्टर ड्युटी सकेर उहाँहरू आएर पनि हेर्नु सक्छ भने हामीले नाइट म्याच पनि राखेको छौँ र कतिवटा म्याचेसहरू चाहिँ हाम्रो दिनमा 2टा पनि हुन चाहन्छ किनभने हाम्रो यो अलिकति टाइट सेड्युल हुनुको कारणले गर्दाखेरि हामीले कतिवटा म्याचेसहरू दिनमा 2टा म्याच पनि हाम्रो गान्तोकमा राखेको छौँ एउटा डे टाइममा हुन्छ र एउटा इभिनिङको टाइममा हुन्छ र त्यसरी नै हामीले यसपालि चाहिँ यो सेड्युल हामीले मिलाएको छौँ।